आदरणीय दर्शकवृन्दहरू, हिजो चाहिँ नेपाल त्यसैगरी नेदरल्यान्ड बीच चाहिँ CWC लिग 2 को म्याच भएको थियो। ओडिया म्याच हो यो र यस सिरिजको चाहिँ नेपालको लागि अन्तिम चौथो म्याच थियो। यो चौथो म्याच पनि नेपालले हार्न पुगेको छ। पहिला नामिबियासँग हार्यो, फेरि नेदरल्यान्डसँग हार्यो, फेरि नामिबियासँग हार्यो, फेरि अहिले आएर नेदरल्यान्डसँग चाहिँ 57 रनको हिजोको दिनमा एकदमै ठुलो हार बेहोरेको छ। नेपालको ब्याटिङ लाइन यसरी कोल्याप्स भएको, यसरी समाप्त भएको जस्तो लागिरहेको छ। यसचोटिको सिरिज हेर्दाखेरि नेपाली फ्यानहरू सबैलाई चाहिँ निराश बनाएको छ। यसको पछाडि खास के कारण छ त? के कारणले गर्दाखेरि चाहिँ नेपाल यसरी हार्दै गइरहेको छ? आज हामी यही कुरामा तपाईँहरूसँग चाहिँ कुरा गर्दैछौँ। नेदरल्यान्डले 225 रन आफ्नो 50 ओभरको खेलमा 9 विकेट गुमाएर चाहिँ लिएको थियो, जसमा नेपाललाई टार्गेट दिएको थियो 226 रनको टार्गेट। 226 रनको टार्गेट नेपालले चेज गर्ने क्रममा नेपाल जब ब्याटिङ सुरु गर्न गयो 48 ओभरमा नै नेपालले 168 रन बनाउँदै सबै विकेटहरू गुमाएर कोल्याप्स हुनु पर्यो, अर्थात् घरतिर आउनु पर्यो। यसरी तपाईँ बुझ्न सक्नुहुन्छ सिधा कुरा मनदारी। र यसको साथै अब नेपाल चाहिँ CWCमा अगाडि टप 4मा पर्छ भन्ने सम्भावना चाहिँ -0 डिग्रीतिर त कता कता तलतिर झरिसक्दो छ। अरू सम्भावना न्यूनभन्दा पनि यो असम्भव जस्तो छ अब अगाडि बढ्नको लागि। अब नेपाली अझै पनि अगाडि बढ्न सक्छ, 2000 अब आउने वर्ल्ड कप खेल्न सक्छ ओडियाको भन्ने कुरामा म तपाईँलाई जानकारी दिनेछु। कसरी सम्भव छ म तपाईँलाई त्यो विषयमा पनि बताउनेछु। तर त्योभन्दा पहिले नेपालको ब्याटिङ लाइन है त। हिजो नेपालले पहिला टस जित्यो, त्यसरी बलिङ रोजेको थियो, फिल्डिङ रोजेको थियो। फिल्डिङ गरिसके पछाडि 226 रनको टार्गेट चेज गर्नको लागि मैदानमा उत्रेका ब्याट गर्न लागि ब्याटरहरूले चाहिँ सुरुमा हाम्रो कुशल भुर्तेल चाहिँ नहुने कामहरू जस्तो अभ्यास म्याचहरू अनि गाउँघरमा हुने म्याचहरू, ट्राई सिरिजहरू यस्तामा चाहिँ भक्कु रन कुद्ने मान्छे हो। हुने काम र चाहिने काममा कुशल भुर्तेलले कहिले जिन्दगीमा काम गरे जस्तो म चाहिँ देख्दिनँ है। तपाईँले चाहिँ कस्तो लाग्नुहुन्छ आफ्नो कमेन्टमा लेख्नु होला। 0 रनमै आउट भयो, 3 बल कम खाइदिइहाल्यो, 0 रनमा आउट भयो। आसिफ शेख अलिअलि खेलेका हुन्, 38 रन मारे। त्यसै गरी भीम सार्कीले 2021-22, 19-18तिर खेलेका मान्छे हुन्। 2021-22देखि पछाडि राम्रो खेलेका छैनन् उनले। राम्रो सिधा उसाले भन्नुपर्दा त्यति राम्रो अगाडि आएका छैनन्। ईशान पाण्डे पछिल्लो खेलमा राम्रो म्याच खेलेका मान्छे हुन्, तर यसचोटिको सिरिजमा उनी पनि कोल्याप्स भएकै हुन्। त्यस पछाडि दिपेन्द्र सिंह एरी पनि हाम्रो राम्रो खेल्ने खेलाडी हुन्, उनी पनि यसचोटिको सिरिजमा कोल्याप्स नै भए। गुलसन झा पनि अब अस्तिको नामिबियासँग खेलमा चाहिँ केही हिसाबमा चाहिँ राम्रो खेलेका थिए। राम्रो खेल्नेलाई चाहिँ हामीले राम्रो प्रशंसा गर्नुपर्छ। र यसचोटि चाहिँ उनले पनि खेल्न खोजेका हुन्, आउट भइहाले। करण केसी ठिकै खेलेका हुन्। हेमन्त धामी अब नयाँ खेलाडी हुन्, के कुरा गरौँ। त्यसपछि अब अन्य खेलाडी अब कुरा गर्ने हाम्रो ठाउँ छैन। मेन भनेको बलर भन्दा पनि ब्याटरको कुरा हुन्छ। ब्याट हान्ने मान्छेहरू जहिले पनि अभ्यासमा चाहिँ राम्रो खेलिदिने, शतक हान्दिने। जब परिआएको नेपाल देशको लागि खेल्ने ठाउँ हुन्छ, त्यहाँ चाहिँ अब के हुन्छ हाम्रो खेलाडीलाई यस्तै भएर बितिरहेको छ। जे होस्, नेपालले हार्यो, आगामी दिनमा जितोस्। हामी सबैले शुभकामना दिउँ। आफ्नो देशको खेलाडी हुन्, आफ्नो देश हो। आफ्नो देशको क्रिकेटलाई, आफ्नो देशको खेलाडीलाई हामीले जहिले पनि माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ। खेल हार्दा सबैको मनमा पीडा हुन्छ नै, आफ्नो मनमा लागेका पीडाहरू पुग्छन् नै, फेरि भोलिपल्ट सम्झिन्छन्। यो हामी सबै नेपालीको आदत हो भन्यो। अब हाम्रो नेपाल चाहिँ कसरी अगाडि बढ्न सक्छ त भन्ने कुरा म तपाईँले यहाँ अब बताउनु गइरहेको छु। हिजो खेलमा हारे पनि अब नेपाल लास्टको पहिलोको टप 4मा नपरेर अन्तिम टप 4मा चाहिँ पुग्ने कुरा ढुक्क कन्फर्म ग्यारेन्टी भइसकेको छ यो खेलसँगै। अब नेपाल टप 4मा पर्छ। अब नेपालको यो सिरिजको जस्तै 8वटा टिमहरू छन् नि, अमेरिकादेखि लिएर यो नामिबिया, नेपाल, क्यानाडा, ओमान सबै गरेर 8वटा टिमबाट टप 4मा पर्ने टप 4मा नभएर डाउनको 4मा पर्ने 4वटा टिम टप 4मा पर्ने परिहाल्यो, यो 4वटा टिम। त्यसै गरी अब मलेसिया, हङकङ भयो, यस्ता अन्य तलको क्षेत्रबाट आएका 4वटा टिम फेरि पनि क्वालिफायर भएर आउँछन्। यसबाट हारेका 4वटा टिम, तल क्वालिफायर आएका 4वटा टिम र हारेका 4वटा टिम गरेर 8वटा टिमको फेरि पनि एउटा यो ओडिआई सिरिजको म्याच हुन्छ। म्याच भइसकेपछि फेरि पनि त्यो 8वटा टिमबाट 4वटा टिम फेरि पनि निक्लिन्छ, ओडिआई मान्यता प्राप्त। जो 4वटा टिम निक्लिन्छ, त्यो निक्लिएको टिमले चाहिँ ओडिआई मान्यता प्राप्त गर्नेछ। त्यो निक्लिएको 4वटा टिम यसचोटि अगाडि गएको 4वटा टिम गरेर 8वटा टिम, अनि अगाडि गएको एउटा चाहिँ वेस्ट इन्डिज छ, एउटा चाहिँ आयरल्यान्ड छ मेरो हिसाबमा लाग्छ। वेस्ट इन्डिज र आयरल्यान्ड अगाडि यस सिरिजमा गएको 4वटा टिम, अगाडि गएको 4वटा टिम, यसचोटि टिममा हारेको 4वटा टिम र पछाडिबाट आएको 4वटा टिमसँग लडेर फेरि जितेको 4वटा टिम गरेर 10वटा टिमको अगाडि एउटा सिरिज हुनेछ। त्यो सिरिजमा चाहिँ जुन टिम टप 4मा पर्छ 4वटा फालिन्छ। यसचोटि जित्यो भन्दैमा ठुलो हुनुपर्ने कुरो छैन।
त्यसचोटि चाहिँ जुन टिम टप 4 मा पर्छ त्यो टप 4 मा परेको टिम नै आउने 2028-29 मा जहिले वर्ल्ड कप हुन्छ त्यो वर्ल्ड कप खेल्न सक्नेछ। यसरी चाहिँ नेपालले आउने ओडिआई खेल्ने सम्भावना अझै पनि जीवित छ। ओडिआई सम्भावना जोगाउने सम्भावना पनि जीवित नै छ। त्यसैले हाम्रो क्रिकेटलाई माया गर्नुहोस्। सबैले आफ्नो क्रिकेट आफ्नो देशलाई माया गर्नुपर्छ। हाम्रो प्रस्तुति कस्तो लाग्यो कमेन्टमा लेख्न होला नभुल्नु होला। अहिले बिदा हुन्छौँ, नमस्कार।